यो लाइफ छ जस्तै लाग्दैन कि यति गाह्रो हुन्छ मैले भन्न पनि यति सजिलो छैन। जुन कुरा मैले कहिले काहीँ यस्तोसम्म हुन्छ कि म लाइफमा बाँचिरहेको छु, मैले कसैको हुन्छ नि बाँचेर बाँचेको हुन्छ, केही कुरालाई लगेर अघि बढिरहेको हुन्छ, केही छैन ममा त्यस्तो। मैले जति सपना सजाएको थिएँ सबै सपना सुरु भइसक्यो। मैले कसैको यादमा त्यो देखेको सपना पनि त लाग्छ। जिन्दगी भनेको के हो र? मरिलानु नै छ कि विगतका कुराहरू सम्झेर मन थाप्न सक्दैन, मन दुखिहाल्छ, थाम्न सक्दैन। मेरो जिन्दगी पहिला यस्तो थियो कि जो अहिले त त्यसको 25% पनि छैन। अहिले कोही थियो जिन्दगीमा आएको, मैले त्यसैको लागि मैले आफ्नो सारा सपना बेचिदिएँ। मेरो जिन्दगीमा ऊ आएदेखि मैले आफ्नो बारेमा कहिले सोचिनँ कि उसकै बारेमा सोच्ने गर्थेँ। तर विगतका कुराहरू मैले सम्झेँ भने म मन थाम्न पनि सक्दिनँ कि सुतेको हुन्छु, बिउजिँदाखेरि आँसुले सिरानी भिजेको पनि हुन्छ, निन्द्रा पनि आउँदैन। म त सोच्छु म सुसाइड गर्न पनि प्रयास गरिसकेँ। बिचमा डिप्रेसनमा पनि म लगभग गएँ। मेरो दिमागले काम गर्न पनि छोडेको थियो बिचमा। भनिन्छ नि कालो गए बुढो आउँछ, त्यो भनाइमा मात्रै सीमित हो कि त्यो कुरा भोग्ने मान्छेलाई थाहा हुन्छ। भोग्ने मान्छेलाई एकछिन भन्नेले त भन्छ ए जान दे, खुट्टा भए बजारमा जुत्ता कति हो कति भन्ने गर्छन् होइन। त्यो भनाइ चाहिँ एउटा भनाइमै सीमित हो। अन्त मेरो गल्ती यही हो कि मैले नरोज्नु थियो, उसले रोजिहालेँ, ठिकै छ। आफूले रोजेको त फुल नै हो, तर काँडा हातमा परेपछि के गर्नु? जिन्दगीमा म बाँचेर पनि के नै गरौँ र भन्ने हुन्छ मलाई। कसैलाई केही भन्न सक्दिनँ। अरूलाई दोष दिनुभन्दा पनि गल्ती आफ्नै हो कि आफ्नै हो जस्तो लाग्छ। अरूलाई दोष दिएर पनि के गर्नु भन, आफ्नै गल्ती।